सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग र समाजको तेस्रो आँखाको रूपमा लिइन्छ। नागरिकले दैनिक रूपमा भोगिरहेका समस्यादेखि सेवा प्रदायकले पूरा गर्न नसकेका सामाजिक जवाफदेहितालाई सञ्चार क्षेत्रले उजागर गरी उनीहरूलाई जवाफदेही हुनको लागि दबाव सृजना गरिरहेका छन्। सञ्चार क्षेत्रसँगको सहकार्यले समुदायमा रहेका सवालहरूको पहिचान गरी सञ्चार माध्यममा प्रकाशन प्रसारण गर्ने कार्य प्रभावकारी रूपमा भएको छ। नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका कोषाध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता अनिल भण्डारी। खास गरी हामीले चाहिँ यो युवा स्वयंसेवकहरूको क्षमता विकास गर्ने र उनीहरूलाई चाहिँ विषयवस्तु तथा तथ्यको खोजीमा चाहिँ हामी पत्रकारहरूले हामी सञ्चारकर्मीहरूले पनि एउटा सहयोग गर्ने चाहिँ अवसर मिलेको थियो। उहाँहरूलाई समुदायमा रहेका सवालहरूको पहिचान गर्ने र त्यसलाई चाहिँ समाचारको ढाँचामा लेख्न लगाउने, उहाँहरूले नै तयार गरेका सञ्चार सामग्रीहरूलाई चाहिँ सम्पादन गर्ने एक खालको हामीलाई त्यो खालको जिम्मेवारी पनि प्राप्त भएको थियो। यो जसले गर्दा चाहिँ खास गरी त्यो उहाँहरूले एउटा सवाल उठाइरहँदाखेरि, समुदायको सवाल उठाइरहँदाखेरि चाहिँ ती समुदायका सवालहरूलाई चाहिँ सञ्चार माध्यममा प्रकाशन प्रसारण गर्ने काम भयो। त्यो हामीले सम्पादन गरेका चाहिँ समाचारहरू चाहिँ प्रकाशन प्रसारण पनि भए, जसले गर्दा चाहिँ समुदायमा पत्रकारहरूले, हामी सञ्चारकर्मीहरू पुग्न नसकेका ठाउँमा पनि ती युवा स्वयंसेवक भाइ बहिनीहरू चाहिँ पुग्नु भएको थियो र उहाँहरूले सवाल पहिचान गर्नुभयो। उहाँहरूले नै समाचार चाहिँ एक खालको चाहिँ ढाँचामा, हामीले गाइडलाइन गरेको ढाँचामा उहाँहरूले तयार गर्नुभयो, त्यसलाई हामीले सम्पादन गऱ्यौँ र चाहिँ त्यो मिडियामा ल्याएका थियौँ। युवाले तयार गरेका सञ्चार सामग्रीलाई सम्पादन गरी स्थानीय र राष्ट्रिय मिडियामा प्रकाशन प्रसारण गर्ने कार्यमा सिन्धुलीको सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। अन्नपूर्ण पोस्टका सिन्धुली संवाददाता राजन गाउँले राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि युवाहरूको सवालहरूलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्दै आएको छ। खास गरेर राज्यको नीति निर्माण तहसम्म नै युवाहरूको सवालहरू राष्ट्रिय मिडियाले समावेश गर्दाखेरि निकै नै प्रभाव पारेको देखिन्छ। सेवा प्रदायक संस्थाहरू भनौँ या स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारमा सम्म नै युवाहरूको सवाल मिडियामा प्रकाशन हुँदा सरकारहरू नि अलिकति त्यसमा सचेत भएको छ र उनीहरूको आवाजहरूलाई समावेश गर्दै उनीहरूले उठाएका मुद्दाहरू, सवालहरूलाई चाहिँ समावेश गर्दै नीति निर्माण र कानुन कार्यान्वयन गर्ने तहसम्म यसको प्रभावकारी रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हामीले देखेका छौँ। र खास गरेर युवा पुस्तासँगै समाजमा पछाडि पारिएका समुदायहरू जो लैङ्गिक रूपमा, भाषिक रूपमा जो अल्पसङ्ख्यक समुदायहरू छ, उनीहरूको आवाज पनि अहिले पछिल्लो चरण नेसनल मिडियाहरूले चाहिँ राम्रोसँग कभरेज गर्ने गरिएको छ।